एउटा गाउँ नजिकैको जङ्गलमा एकजना ज्ञानी ऋषि बस्नुहुन्थ्यो। गाउँलेहरू खोला पार गरेर जङ्गल जाने गर्थे। खोला किनारमै ऋषिको सानो कुटी थियो। ऋषि हरेक दिन खोलामा स्नान गरी आफ्नो नित्यकर्म गर्दथे। उनी शान्त र दयालु स्वभावका थिए। एक दिन ऋषि खोलामा स्नान गर्दै थिए। अचानक उनको आँखा पानीमा बगिरहेको एउटा सानो बिच्छीमा पर्यो। खोलाको धारले उसलाई बगाउँदै थियो। बिच्छीको अवस्था देखेर ऋषिलाई दया लाग्यो। उनले तुरुन्तै हात बढाएर बिच्छीलाई उठाउन खोजे। तर बिच्छीले ऋषिलाई टोकिदियो। पीडा भए पनि ऋषिले बिच्छीलाई छोडेनन्। बिच्छी फेरि पानीमा खस्यो। ऋषिले फेरि प्रयास गरे र फेरि पनि बिच्छीले टोक्यो। यसरी धेरै पटक टोकिँदा पनि ऋषिले हार मानेनन्। अन्ततः उनले बिच्छीलाई पानीबाट निकालेर किनारमा सुरक्षित राखिदिए। नजिकै खेतमा काम गरिरहेका एक किसानले यो सबै दृश्य देखेका थिए। ऋषिले बिच्छीलाई राखेपछि किसानले सोधे, ऋषि महाराज, त्यो बिच्छीले हजुरलाई बारम्बार टोक्यो। त्यो त दुष्ट स्वभावको प्राणी हो। तैपनि हजुरले किन उसलाई बचाउनु भयो? ऋषि मुस्कुराए। उनले शान्त स्वरमा जवाफ दिए, हे किसान भाइ, त्यो सानो बिच्छीले आफ्नो ज्यान जोखिममा हुँदा पनि टोक्ने स्वभाव छोडेन। अनि म कसरी मेरो स्वभाव बिर्सन सक्छु? मेरो स्वभाव त अरूलाई सहायता गर्नु हो। असल मानिसको कर्तव्य नै दुखी र सङ्कटमा परेका प्राणीको सहायता गर्नु हो, चाहे तिनीहरूले हामीलाई जस्तो व्यवहार गरून्। ऋषिको यो कुरा सुनेर किसानको मन छोयो। उनी गाउँ फर्केर सबैलाई यो कथा सुनाए। यो कथाले हामीलाई सिकाउँछ, जसरी बिच्छीले आफ्नो स्वभाव छोडेन, त्यसरी नै हामीले पनि असल र करुणा कहिल्यै त्याग्नु हुँदैन।